हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम छ फेरि नयाँ भ्लगमा। आजको भ्लग हाम्रो सपिङ भ्लग रहनेछ। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब पनि गर्न नभुल्नु होला। र हामी अब सपिङको लागि मार्केट आइसकेका छौँ। मार्केटमा तपाईहरुलाई भित्र हामी के सपिङ गर्नेछौँ त्यो सब देखाउनेछौँ। हामी तीनजना आएका छौँ दाजुभाइहरू। हाम्रो ठुलो दाइ हो, मान्छे सानो भए पनि उमेरले चाहिँ ठुलो दाइ हुनुहुन्छ उहाँ। उता माइलो दाइ मेरो के छ माइलो दाजुको खबर? ठिक छ नि हैन? अब भित्र जाउँ के किनिन्छ। के छ त अनि तपाईको किन्ने प्लानमा? यता हेरेर बोल्नु न। अब यही किन्ने भन्ने चाहिँ छैन। हेर्दै जाँदा अब राम्रो लाग्यो भने लिन सकिन्छ। ल हामी अब तीनैजना भित्र जाँदैछौँ हैन। गेटबाट पनि छिरिसक्यौँ। भित्र गएर अब के किनिन्छ अब तपाईहरुलाई हामी देखाउँदैछौँ। भित्र आइसक्यो मार्केटभित्र। अब लिफ्ट चढेर माथि जाँदैछौँ हैन। टक्क लिफ्टमा आनन्दले हिँड्नु नपर्ने, केही गर्नु नपर्ने। सर यो पुरा ग्रोसरीको लागि हो यो तलको। माथि चाहिँ यो माथि सब हाउस होल्डको लागि, हाउस होल्ड सबैको लागि, हेल्थ केयर सब पाइन्छ यहाँ। हेर्नु जुत्ताहरू उता जिन्स जुत्तापट्टि हो यो लेडिजको लागि जुत्ताहरू दामी छ। तपाईहरु पनि आएर किन्न सक्नुहुन्छ। कतारमा हुने जतिले है सबैलाई त भन्नु मिल्दैन। कतारमा जो हुनुहुन्छ यो हामी यो अनुसार ग्यालरी भन्ने हाइपर मार्केटमा छौँ। यो लेडिजहरूको सब हो यो। हामी जेन्ट्सको पार्टिसनमा हुन्छ यो सबै, क्याटेगोरी अनुसारको हुन्छ सबै हैन। वाह क्या क्युटी छन् त हो भनेको होइन। आज हामी शुक्रबार छुट्टीको दिन हामी हल्का सपिङ गरिदिउँ भनेर आएको। चाहिने त धेरै सामान चाहिएको छ। अब हेरौँ अब के लिइन्छ त्यो सब तपाईहरुलाई हामी देखाउँछौँ। क्युट बेबी हेर्नु कति क्युट छ बेबी। आइवा यो बेबीको लागि हो यो सब हैन। यहाँ 10, 15, 20, 25, 30 को अफर चल्दै रहेछ मार्केटमा। तपाईहरु पनि लिन सक्नुहुन्छ, आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। यस्तो टेडीहरू छन् यहाँ पुरा, गुडियाहरू, यता बच्चाको लागि खेलाउनाहरू यो सबै। साइकल हान्ने नि हो त दाजु? दामी। बाइक कतिको हो यो साइकल चलाउने? पुरा रेसिङ साइकल जस्तो छ त यिनीहरू त है। टायर पनि सानो छ यहाँ। यसलाई के भन्छ अरे दाजु? इलेक्ट्रिक बाइकहरू यिनीहरू सबै। यो बाइक दामी छ त हो। यो पनि इलेक्ट्रिक स्कुटर हो र यो? दामी छ त यार, युनिक छ त है। 4000 है। 3999 कतार रियल ओन्ली। दामी छ त बाइक यार, वन पिस बाइक जस्तो चाहिँ। यता साना साइकलहरू पनि छन्। साइकल छ यता देख्न सक्नुहुन्छ। यता हेलमेटहरू, यता यो जिमको लागि, यता यो नी सेफ्टी होइन, नी सेफ्टी यसलाई पछि लिउँला अहिले लास्टमा हेरौँ। यता फुटबलहरू, बच्चाको लागि बास्केटबल त सबैको लागि, बच्चाको बलहरू, फुटबल अनि 10, 20, 25 को रहेछ सबै यहाँ। फुटबलहरू, भलिबल, बास्केटबल सब छन् यहाँ। जिमको डम्बेलहरू हामी यो जिन्सको एरियातिर आइयो। पुरा केटाको कपडा पाइने एरियातिर यो सब जिन्स प्यान्टहरू, जुत्ताहरू। के छ बर्दर खबर? ओके हामी त प्यान्ट किन्नेला जस्तो छ है। ल 10, 20, 30 या नहीं है?
10-20 30 ऑफर लग रहा है ना अभी, वो नहीं है यही है उतापट्टि हेर के जाउँ त उतापट्टि ह्याटहरू छ यहाँ दामी दामीको बेस्ट प्राइस ये लाइन में कति यहाँ फेरि माल फेरि कडा कडाको पाइन्छ 40 रियल ओन्ली सानो थोरैको पैसाकै पाइँदैन क्या यहाँ त 100-150 रियलको पुरा तल्लो भनेको 100 रियल माथि ओन्ली 40 रियल ल फ्रीलान्स सेल यहाँ छ है पाइन्टहरू अलि राम्रो राम्रो यहाँ जस्तो लाग्यो मलाई यिनीहरू यतातिर हेरौँ त कस्तो खालको कलर लिने हजुरले निलो अहिले लाग्छ जस्तो खालको ओ त्यसलाई बोलाएर सोध्नु यो कलरको प्यान्ट निकाल त भनेर हेलो चस्मिस के छ खबर अलि राम्रोसँग बस्नु है माथि लडिएला फेरि झरिएला तल पुग्लुक्क यता फेरि सर्टहरूको लागि छ है पुरा 30-25 रियलका सर्टहरू यिनीहरू भनेको दुईचोटि लाउने ट्याक्क पट्याएर सजाएर राख्ने खालको हामी यिनीहरू भनेको त्यसभन्दा माथि लाउन मिल्दैन त्यस्तै छ यहाँ यता दामी दामी टी सर्टहरू छ टी सर्टहरू यता पुरै सर्टहरू भयो होइन टक्क के चाहिएको छ त टक्क लिने उता दाइहरूले छान्दै हुनुहुन्छ म यता हेर्दैछु तपाईँहरूलाई कस्ता कस्ता सामानहरू पाइन्छ भनेर देखाउँदैछु त सर्ट दामी दामी छ नेटवाला सर्ट रहेछ के यो होइन दामी छ कस्तो खालको लेडिज प्यान्ट जस्तो छ त हो यो त यार जिन्स हो कि लेडिज हो यो मेन्स भने चाहिँ यार मेन्स भनेपछि त जिन्सै होला कस्तो लेडिज जस्तो हो त नि यार प्यान्ट पनि यार एउटा मात्र गोजी गएको सफारी जाम के हो यहाँ खासै मनपर्दो भेटिएला जस्तो भएन हामी अर्को मार्केटतिर जानुपर्ला जस्तो छ अर्को मार्केट जाने त सफारी जाने त ल जाउँ कि कटराइज प्यान्ट हान्ने हो क्लियरेन्समा यहाँ छ है केटा कतिको 40 रियल ओन्ली यहाँ दामी दामी जिन्स सकेटहरू छन् यार राम्रो राम्रो छ यार जाडाको पनि रहेछ कि हो जाडाको पनि रहेछ अब त जाडाको त के काम लाग्यो अब गर्मी लागिसक्यो है सही बात गेले आम यो मिलाउनु त फुस्क्यो साइज कतिको छ ल यो लाएर हाल्नु त दामी दामी छ जिन्स सर्टहरू ज्याकेटहरू दामी दामी छन् त यसको प्राइस कति छ ल है दाइलाई यो प्यान्ट हल्का मन खाए जस्तो छ ट्याक्क प्राइस पनि ठिकै छ त्यस्तो हाई पनि छैन लो पनि छैन प्राइस चाहिँ कति छ 89.75 भनेको 90 रियलको 90 रियल भनेको त नेपाली झन्डै कति 36-37 पर्छ त 37-38 जति राम्रै हो कुन यो प्यान्ट मन पर्यो त दाजु तपाईँलाई यो मन पर्यो त साइज त्यहाँ सोध्नु छ होला नि साइज त ल दाइलाई प्यान्ट त मन परेको साइजै रहेन रहेछ यत्रो ठुलो मार्केटमा पनि के गर्नु ल अब लिनु लाग्छ सबैले एकै ठाउँ लिउँ भन्ने हो अब एउटाले कहाँ भन्दा अब सबैले एकै ठाउँ लिनु पर्ला जस्तो छ ल यता टी सर्टहरू चाहिँ दामी दामी छन् टी सर्टहरू फेरि राम्रो राम्रो छ दामी बबाल बबाल छन् ए यहाँ कहाँ अहिले हेट लगाएको पनि यार लाउनु जान्दैन सल्राउनु ठाउँला बक्सिङ खेल्ने कराते खेल्ने हो कराते हु 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 हे हु हु ल हामी चाहिँ अब यसो अर्को मार्केट जानु लाग्यो ल यहाँ खासै मनले खाने भेटियो तर साइज भेटिएन क्या त्यस कारण अब अर्को इलेक्ट्रोनिक्सतिर आयो है हामी इलेक्ट्रोनिक्स र दामी यहाँबाट टक्क मिक्सचरहरू ब्लेन्डरहरू होइन आइरनहरू सब यहाँ पाइन्छ
हामी अब यहाँ निस्केर अर्को मार्केटतिर जाँदैछौँ बाहिर निस्क्यौँ होइन अब टक्क लाएर वेटिङ मेसिन रहेछ वेट गर्ने हो यहाँ पैसा हाल्नुपर्ने रहेछ कोइन हाल्नुपर्ने रहेछ त्यहाँ वेट जोख्नु लगाएको कोइन हाल्नुपर्ने रहेछ क्या उता कति हो 1 रियल 2 रियल कति होला नि 50 रुपियाँ हो ल हिँड नि त ल वेट गर ल 50 पैसा छैन हेर्नु त एकपालि ल पैसा पनि छ हामीसँग अब हामीले कोइन राखेर वेटिङ गर्छौँ हाम्रो कति छ त वेट ल हाइट पनि वेट पनि ल ल जानु ल कोइन राख्नु न कोइन नराखी नदेखाउने रहेछ के झर्नु न पहिले त्यहाँ कोइन हान्नु के टिकट आउँछ त्यहाँ टिकट पनि लिनुपर्ने रहेछ क्या ल आएन कि अझै भएन टिकट आउँछ होला क्या त्यहाँ आयो यहाँ छिराउने होला के पहिला के भयो जहाँ गएन कि नजाने र यहीँ आउँछ त हुँदैन त त्यो सेक्युरिटी चाहिँ नि कता गयो सेक्युरिटीलाई सोधेर थाहा हुन्छ होला कोही नै गएन त भित्र तल हुन्छ त फ्याट्टा फ्याट्टा के भएको त नि फेरि हामीले यो धेरै कोसिस गर्दा पनि भएन अब यो के भएको थाहा भएन ल हामी अब निस्किन्छौँ यहाँबाट जान्छौँ अब नभएपछि यहीँ बसिरहनु भन्ने कुरो भएन प्राविधिक कारण हो कि के भयो खै नजानेको हो कि हामीले अब हामी जाँदैछौँ अर्को मार्केटतिर यति लामो छ कि यो मार्केट ओ वहाँ देखिए देखुनको यहाँ टुँडासम्म यहाँ यत्रो छ सर यत्रो वहाँ धेरै ठुलो छ क्या मार्केट तल माथि नै छ टक्क गाडीहरू यहाँ साइडमा पार्किङ गर्यो ट्याक्क ल है फेरि हामी फेरि अर्को मार्केटमा आइसक्यौँ क्या फेरि बाटोमा हिँडेको देखाउनु हुन्थ्यो अलि मिलेन प्राविधिक कारणले गर्दाखेरि देखाउन सकिएन होइन दाजु के को कारणले गर्दा भनिदिनु त एकपालि विनोद दाइ के कारणले अरे म अलिक खत्रै देखिन्छु भनेर एउटा माइक किन अनि एउटा यसको हेलमेटमा लाउने गोप्रो किन माइक र गोप्रो किन अनि ब्लगिङ सुरु गरेँ ब्लगिङ सुरु भइसक्यो दाइ यार ब्लगिङ सुरु भइसक्यो के दाइ ल हामी अर्को मार्केट छिर्यौँ सफारी हाइपर मार्केट हाइपरमै त पर्छ नि हो सफारी महल दिस वान इज सफारी महल कपाल काट्न पर्ने त थियो तर अहिले नकाट्नु पुरै खाली खाली रहेछ यार आज त सब यता कपाल काट्ने मात्रै छ यार कपाल काट्ने टेलरिङ बोल्न पनि कस्तो अप्ठ्यारो लागेको टक्क दामी छु के एनाउन्समेन्ट भयो है टक्क दामी कति राम्री नानी हुन् ग्लासहरू सनग्लासहरू छ यहाँ आज कस्टमर दामी छ आज सफारीमा हेर पुरा टलीमा सब सामान प्याक गरेर यसरी राखिन्छ यहाँ टक्क टोकन लियो सामान राख्यो आफू फेरि अन्त कता जानु मन लाग्छ त्यता जान पाइयो क्या दामी छ त्यहाँ भिड छ त हो आज सफारी मल त्यहाँ क्या भिड छ टक्क लागेर सब काउन्टर प्याक छ त आज लाइन छ त हो सफारी मलमा यता सुनहरू पाइन्छ गोल्ड दामी दामी टक्क बस्यो अब लिफ्ट चढेर माथि गइन्छ आज त लास्ट भिड छ त हो टक्क दामी छ त ला 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 बाई 2 गेट 1 फ्री रहेछ त अहिले त सफारीमा बाई 2 गेट 1 फ्री बुलडोजर छ यहाँ स्काभेटर बुलडोजरहरू छ टक्क लाएर होइन कस्टमर सर्भिस यहाँ भइसक्यो
यहाँबाट टक्क यताबाट छिर्ने टक्क ल हामी सफारी मलभित्रको यता गभर्मेन्ट ल के लिने यो सर्ट लिने हो कि इन्डियन ड्रेस इन्डियन ड्रेस होइन यो कुन ड्रेस हो त केरला यो बङ्गाली ल प्यान्ट हेर्नु टक्क लगाएर अब कस्तो लिने त प्यान्ट यहाँ प्यान्टहरू छन् सर्टहरू छन् के चाहिन्छ अब यहाँ हजुर दामी छ त्यहाँ यो कति साइजको रहेछ यो त्यसरी होइन कि नाप्ने यो होइन ठिक छ कि 32 हो साइज मेरो यो यति राखेर अब नाप्नु क्या बल्ल अब यहाँ समात्नु न यहाँबाट अब यहाँ समात्नु क्या यहाँ अब बल्ल नाप्नु यसरी हो कि नाप्ने अलिकति ठुलो हुन्छ जस्तो लाग्छ त हुँदैन बाई टू गेट वान फ्री हो यो 49 रियल 100 रियल किन्यो भने एउटा फ्री आयो कि 198 100 नि परेन ल यहाँ हाम्रो 3टा प्यान्टमा भाग लाउनु पर्ने भयो रुममा गएर फला सिलाइदिन्छु म 2जनालाई कसले कति तिर्ने भनेर यो मात्र लिनुपर्छ भने सर्ट लिन पनि सक्छौ नि त तिमीले सर्ट लिन पनि सक्छौ 30-90 मलाई चाहिँ प्यान्ट मेरो टन्नै छ के तर लिदिउँला केही भयो नि केही सर्ट छैन लिन पनि सक्छौ नि त टक्क मेरो एउटा प्यान्ट मन पर्यो यहाँ प्राइस चेक गर्न आएको आइटम नट फाउन्ड भनिदियो यार टक्क यहाँ बारकोड देखाएको टक्क प्राइस देखाइदिन्थ्यो कि खै त्यसको देखाउँछ यसको चेक गर्नु त एकपालि आइटम नट फाउन्ड देखाउनु पर्यो यसको त 49 देखायो यसको यो बारकोड हैन रहेछ यो होइन कि अर्कै हुन्छ टाँसेको हुन्छ क्या बारकोड अर्कै बारकोड छ यसको छैन यहाँ छोड हट यो प्यान्टमा कलर खाले छ राम्रो छ प्यान्ट छैन त प्यान्ट त एकदम यो भन्छ यता सोधौँ न यहाँ कति पर्छ साइड गोजिङ हेरेर देखियो गोजिङको साइड यहाँ यो रहेछ यसमा छैन सोध्ने हो र मन राको यो दुईवटा किन्यो भने एउटा फेरिमा भनेपछि एउटा जुन प्यान्ट पनि जुन जहाँबाट लियो भने यही लिनुपर्छ भन्ने छैन कि होइन जुनबाट लियो त्यहीबाट एउटा फेरि भयो क्या त्यो यताको जुन फेरि यस्तो हुन्छ फेरि जुन सस्तो हुन्छ त्यही फेरि हुन्छन् फेरि दाइ थाहा छ कि छैन 3टा किन्यो नि प्यान्ट 3टामा जुन सबभन्दा सस्तो हुन्छ त्यो चाहिँ फेरि हो कि फेरि जहाँ पनि त्यही हो कि मार्केटको पोलिसी हो नि त त्यो फेरि भनेर जुन सस्तो छ त्यसैलाई हो क्या फेरिमा गराउने भनेको यहाँ कतिदेखि कति सामान किन्यो भने भाउचर लिन पाइन्छ होइन 50देखिको माथि 50भन्दा माथिको लियो भने भाउचर पाइन्छ भाउचरमा टक्क नाम लेख्यो आइडी नाम फोन नम्बर यताउति लेखेर कुपन जस्तो हो क्या त्यहाँ हालिदिने होइन हालेर भएपछि त्यहाँ एउटा कार जित्ने सम्भावना हुन्छ क्या त्यहाँ कारको उ दिएको छ नि फोटो यहाँ टक्क कार जित्न सकिन्छ फेरि टक्क चिट्टामा पऱ्यो भने फेरि लक्की ड्र हो नि त लक्की छ भने त कारै पर्दैन नि त बेर लाग्दैन होइन त कि कसो हो यहाँ सुजहरू पनि छ होइन दामी दामी छ स्पोर्ट्स सुजहरू छ टक्क यहाँ चप्पलहरू जुत्ताहरू टक्क यस्तो राम्रो रहेछ जुत्ता यो हाम्रो त यस्तो जुत्ताहरू लेदरको जुत्ताहरू छ यहाँ दामी दामी खतरा पर्छ यो जुत्तालाई त महँगो पर्छ के हो यार खतरा छ नि त जुत्ताहरू यार दामी दामी छ नि यार जुत्ताहरू यता छ जुत्ताहरू चप्पलहरू छ यता दामी चप्पल त लानुपर्ने थियो एउटा होइन 2टा लानुपर्ने चप्पल यहाँ अफर दामी रहेछ क्या दुई थोक जे किने पनि 1 थोक फ्रीमा भनेपछि 2टा प्यान्ट किने पनि भयो 3टै प्यान्ट किने पनि एउटा फ्री भयो एउटा प्यान्ट 2टा जुत्ता किने पनि फ्री भयो एउटा जे किने पनि 1 थोक फ्री यार क्या 3 थोक किन्छु भने पनि पाइयो होइन एउटा प्यान्ट अनि 1 जोड जुत्ता अनि अर्को के अरे लेडिज ब्याग अनि अर्को जे किने पनि ती 3टामा एउटा जुन लिए पनि पाइयो क्या 3 थरी लिन्छु भने पनि पाइयो क्या त्यस्तो दामी हो नि त यार ए राम्रा दिदीबहिनीहरू हुनुहुन्छ यतातिर लम्बुको त गएको नि दाइ है छ उहाँ पुगिसक्यो
छिटो चल्छ कि ट्याक्क बेबीहरूलाई सुताउने ठाउँ है दामी छ टक्क बेबीको जुत्ता मोजाहरू सुजहरू यो सुज त होइन होला उताको हो क्या भयो यो सब सेफ्टी सुज हो क्या 7,000 पर्यो दामी दामी कति पर्यो 7,000 भन्दा बढी नेपाली 7,000 बेसी पर्यो दामी छ नि गोटी हेर न भनेको समय सोल दामी छ त कसले काम गर्यो यो सेफ्टी सुज हो हेलो यो सेफ्टी सुज सेफ्टी सुज सेफ्टी सुज सेफ्टी सुज होइन आज ड्युटी छैन आज छुट्टी ल हामीलाई एउटा जुत्ता मन परेको छ अब दाइले चेक गर्दै हुनुहुन्छ एउटा जुत्ता मिल्छ कि मिल्दैन अलिक सानो भयो सानो भएको अलिकति होइन अर्को 8 नम्बरको चाहियो कि यो 7 नम्बर हो त्यहाँ अझै तन कस नै छ त यसकोमा त अलि चाहिँ त्यही त यो त धेरै टाइट उम्लो खिच्यो क्या यसमा 8 नम्बर छ यसमा 8 नम्बर साइज मिलेको थिएन फेरि अर्को साइजको हेरेको यो कति साइजको 8 नम्बर होला होइन यो हेर्नु साइज कति हो 8 नम्बर 8 नम्बर हो नि ल ट्राई हानिहाल्नु त ल त्यसो भए मिल्छ कि मिल्दैन सानो हो कि अझै सानो हो कि अझै पनि त्यत्रो सानो छ यो ठिक छ ठिकै छ ल ल ल ल समातिहाल्ने अब पक्रिहाल्ने हो समातेर ट्याक्कै हिँडिहाल्ने ल ल एउटा जुत्ता चाहिँ हामीलाई भइसक्यो अब प्यान्ट पनि भइसकेको छैन ऊ त प्यान्ट दाजुले समात्नु भएको छ प्यान्ट होइन ल हामी सामान त लिइसकेका छौँ होइन थोरै थोरै लिइसकेको छौँ अब प्यान्ट चेक गर्नु पऱ्यो क्या साइज अब कम यहाँ लिएर जायो नि उहाँ अगाडि मिलेन भने फेरि झ्या हुन्छ आउन फर्काउने यताउति एक्सचेन्ज त हुन्छ भए पनि सट्टा गर्न आउनु पऱ्यो फेरि जानु पऱ्यो टाइम हुँदैन अब फेरि भोलि ड्युटी सुरु भइहाल्छ आज छुट्टीको दिन भनेर पो यसो आएको यो ड्युटी सुरु भएपछि हिँडै गर्नुपर्छ जेन्ट्स ट्रायल रुम यहाँ जाँदै हुनुहुन्छ दाजु टक्क ट्रायल गरेर टक्क ट्रायल गर्न आयो के छ त नि हो के छ त नि ल हामी प्यान्ट पनि ट्रायल गरेर निस्किसक्नु भयो दाजुमा दाजु यता हेर्नु न प्यान्ट ठिक छ नि होइन ठिक छ भाइ कस्तो लाग्यो त नि यहाँको एकदम राम्रो छ नि होइन ल अब हामी जान्छौँ अब अरू केही लिनु छ अरे हामीले अब हामी त सब्जी नि हान्नुपर्ने हुन्छ फेरि सब्जी लिएको छ बेलुकालाई केही है छैन लिनुपर्ने छ ल अब हामी सब्जी पनि लिनेछौँ है ट्याक्क सब्जी लिएर अब हामी ट्याक्क जानुपर्ने हुन्छ ल हामीले सामान पनि लिइसक्यौँ अब हिँड्दैछौँ अब टक्क अब पे गर्नु पऱ्यो पैसा के भयो ल हिँड्नु जाउँ के भयो टिभी ट्याक्क टिभी हेरौँ है स्यामसङको ट्याक्क टिभीहरू पनि ट्याक्क पर्दा जस्तै छ यार के अरे ल हामी अब यहाँ ट्याक्क अब पे गर्छौँ यहाँ ट्याक्क होइन पे गरेर कहाँ छ ऊ चाहिँ हेर न ऊ यहाँ पनि खाली रहेछ त यहाँ हेर न भर्खर गइसक्यो ओ उता पनि खाली छ होला यहाँ नि खाली खाली नै छ ल टक्क म बाहिर जान्छु होइन टक्क दाइहरूले पे गर्नुहुन्छ आउनुहुन्छ टक्क दाइ त्यहाँ पे गर्दै हुनुहुन्छ है माल त धेरै नै लियो यार आज टन्नै भएको छ त माल यार हो टक्क अब जानुपर्ने हुन्छ होइन ल हाम्रो सामान आइसक्यो दुईतिर झुल्लाउनु न टक्क सामान पनि लिएर बाटो हिँडिसक्यो हामी सिकाको एसी हो घडीहरू ल अझ हाम्रो अरू चाहिँ केही सपिङ छ हाम्रो के मटन ल ट्याक्क मटन लियो है ल यता टिकटक भन्दैछ
ट्याग हामी बनाउनुपर्छ टिकटक पनि होइन ट्याग टिकटक बनाउने पैसा कमाउने झ्याममा लाएर सिम फ्रीमा हेर भोडाफोनको सिम फ्रीमा कलर हामी अब सपिङ गरेर झरिसक्यो फेन्टास्टी नोबेल्टी ड्युड्स फ्लोरा ट्याग कलर ईद मुबारक ईद त सकिसक्यो त्यही पनि अझै यो हटाएको रहेन रहेछ यहाँ यसो एउटा राम्रो हो दामी बनाएको रहेछ त ईद मुबारकको यहाँ ईदमा आउनु नपाएन अहिले भएन आएर हेरियो ल दामी लाग्यो ल हामी फेरि यसो आजको लागि सब्जीको लागि नै चक्लेटहरू टक्क टिपेर खाइदिनुपर्छ कि या हो भनौँ भने फेरि पुलिस केस लाग्छ यहाँ त थप केही लिए पनि ट्याक्क जेल जानुपर्छ गाह्रो छ हो गाह्रो छ प्रमोसनका सामानहरू टक्क डिस्प्ले गरेर आनन्द मजाले राखेको छ टक्क चिजहरू छ यहाँ चिज खानको लागि कोक क्रिम दहीहरू छ जुसहरू होइन के लाने हामीले चिकन नगेट्सहरू के मटन लाने ल मटन यहाँ छैन मटन यहाँ हुँदैन नि त उता हिँड्नु त अझै उतापट्टिकोमा होला यहाँ हुन्छ मटन यही हो मटन ल हाम्रै कम्पनीको यो किमाहरू भयो होइन यो किमा यस्तै राखेको हुन्छ क्या टक्क फ्रोजन किमा यो टक्क डङ गर्छ यार किमा यति धेरै छन् किमाहरू होइन यो ससेज हो यो पुरै टक्क ससेजहरू 10 रियलको छ यार यो एउटा प्याकेटलाई 10 रियल किमा यहाँ हेर न हाम्रो कम्पनीको यहाँ फ्रोजन आएर बसिएको छ टक्क यहाँ प्रमोसनको यो चिकन ब्रेस्ट हजुर अलकबीरको लिएर हिँड्नु न बोनलेस मिट कि मटन है यो फ्रोजन मटन एउटा नेपालीमा त अर्थकै इङ्ग्लिसमा मटन नै हो ठुलो मटन अर्थ के लाने हो र ठुलो मटन भयो एउटा अनि भइगयो नि ल ठुलो मटन लिएर हिँड्नु हाम्रो अब यहाँ मिटको स्क्यानिङ हुँदैछ ठ्याक्क लगाएर अब कागजमा आइसक्यो स्क्यान भएन जस्तो छ बारकोड हाल्दैछ डाइरेक्ट ल हामी सामान पनि किनिसक्यौँ अब बाहिर निस्किसकेछौँ सामान किनेर कलर अब हामी जाँदैछौँ होइन मान्छे बहुत भिडभाड छ त आज यार आज सबैको छुट्टी हुन्छ प्रायः जस्तो सबै कम्पनीहरू सब बन्द भएको हुन्छ त्यसैले पनि मान्छे धेरै हुन्छ होइन यो स्यालेरी टाइम पनि भयो स्यालेरी जस्तो टाइम 3-4 तारिक भनेको एकदम स्यालेरी टाइम हो होइन बजारै छ बजार जस्तै छ यार अब हाम्रो अर्को दादा कहाँ हुनुहुन्छ खोज्नु पर्यो कहाँ गएर बस्नु भएको छ उता हाम्रो सपिङ सकिसकेको छ अब हामी निस्किन लागिरहेछौँ हामी चाहिँ बाहिर निस्क्यौँ अब विन अप टु कतार 40,000 कतार रियल 40,000 हामी बाहिर निस्केर नि
अब हाम्रो गाडी पार्किङ भएतिर जाँदैछौँ। ट्याक्क अब गाडीमा ट्याक्क सरर जानुपर्ने हुन्छ होइन त। दाजु सब्सक्राइब गरिदिनु होला भन ल। के छ ल यसो भाइको च्यानललाई यसो थोरै ल भाइको च्यानललाई चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर चाहिँ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु, किनभने नयाँ भ्लगर हो, तपाईँहरूको सपोर्टको जरुरत छ। ल त ल यति नै। ल यति भन्दै म आजको यो ब्लग यहीँ इन्ड गर्न चाहन्छु र अर्को भ्लगमा आउने बाचा गर्दै यहाँहरूसम्म चाहिँ बिदा माग्न चाहन्छु। हस् त बाई बाई।